हेलो नमस्कार हजुर सबैजनालाई। आज हामी भाग विधिबाट वर्गमूल निकाल्ने स्क्वायर रुटबाट चाहिँ कसरी वर्गमूल निकालिन्छ भन्ने त यो अलिकति गाह्रो छ। यसलाई हामी सजिलै बनाउन प्रयास गर्दैछु हजुरलाई। अब सर्वप्रथम यहाँ हेरौँ त यहाँ हामीले कन्सेप्ट के हुनु पर्यो भने जस्तै वर्ग सङ्ख्या पहिला हामीलाई थाहा हुनु पर्यो। जस्तै 1 को वर्ग के हुन्छ 1 हुन्छ। वर्ग सङ्ख्या स्क्वायर नम्बर वर्ग सङ्ख्या। त्यसैगरी 2 को कति हुन्छ 4 हुन्छ। 3 को कति हुन्छ भने 9 हुन्छ। 4 को कति भयो भने 16, 5 को 25, 6 को 36, 7 को 49, 8 को 64 अनि 9 को 81 हुन्छ। अब यो पहिला आउनु पर्यो। यो यदि हामीले आयो भने अब हामीलाई यो एकदम सजिलो हुन्छ। त्यसै हेरौँ त अब यो हामी प्रब्लम सोल्भ गरौँ त 7 7 4 4 छ। यसलाई हामीले भागविधिबाट गर्नु पर्यो भने यसरी लाइन तान्नु पर्यो। अब यसमा हामीलाई यो सङ्ख्याहरूमा जोडी छुट्याउनु। जस्तै यहाँ दुईटा छ यताबाट जोडी छुट्याउनु पर्यो। हामी जोडी सङ्ख्या भयो है। जोडी सङ्ख्या छुट्याइसकेपछि अब हामीले यो 77 मा भाग गर्नुपर्छ। 77 भनेको अब यहाँ हेर्नु पर्यो 77 भनेको कसको नजिक पर्छ। 77 भनेको कसको नजिक छ 8 ले गर्यो भने 64, 9 ले गर्यो 81 बढी हुन्छ। त्यही भएर हामीले के गर्नु पर्यो 8 ले। यहाँ 8 राख्नु पर्यो। यहाँ पनि 8 यो साइडमा 8 यो साइडमा पनि 8 राख्ने अनि यसको तल पनि 8 राख्नुपर्छ अनि यहाँ प्लस गर्ने। अब 8 हटे कति हुन्छ 64। अब घटाउनु पर्यो। यहाँ 4 7 बाट 4 घट्दा 3 भयो। यो भनेको 1 आउँछ। 6 बाट 7 घट्दा अब यो दुईटै झर्छ एकैचोटि हामीले दुईटै झार्न मिल्छ। अब यो 8 8 कति भयो त 16 भयो। अब हामीले यसको पछाडि यो 16 को पछाडि 6 को पछाडि सङ्ख्या थप्नु पर्यो। मानौँ हामीले 16 को पछाडि 2 थप्यो भने 2 ले नै गुणन गर्नुपर्छ है। अनि यति ल्याउनुपर्छ हामीले यति ल्याउनु पर्यो। जे थप्यो यहाँ हामीले यहाँ चाहिँ 2 थप्यो 2 ले गर्नु। यहाँ 4 थप्यो भने 4 ले गर्ने। यहाँ 8 थप्यो भने 8 ले गर्ने है। अब हामीले म अलि भिडियोले सानो 1 देखि 9 सम्म गऱ्यो भने ठ्याक्कै यो भेटिन्छ। 1 देखि 9 सम्म यहाँ 1 थप्ने 2 थप्ने यहाँ 1 थपेर गरौँ 2 थप्ने गरौँ त्यसै गर्दा गर्दै यदि हामी 9 सम्म थप्यो भने ठ्याक्कै हाम्रो यो सङ्ख्या आउँछ। त्यसो भए हामी यो भिडियोलाई अलिक ठुलो नबनाऊँ। यहाँ मैले 16 8 र 8 थपिदियो भने ठ्याक्कै यहाँ हुन्छ हेर्नु त 8 8 64 अनि के हुन्छ भने 4 भयो। यसको लागि यति भयो भने यति आयो हाम्रो एन्सर है। ठ्याक्कै 8 ले पुग्दो रहेछ। हजुर पनि 8 ले गर्नु यहाँ नि 8 थप्नु पर्यो फेरि अनि यो कति भयो भने 63 4 4